हजुर म यहाँ हुर्केको जन्मेको ठाउँ हो, त्यही भएर माया लाग्छको। मेरो माहौल हो यहाँ। म सानैदेखि यहाँ हुर्केको खेल्यो मान्छे पनि यहाँ त बारी जोत्दाखेरि पहिला त रमाइलो थियो खर यहाँ। हजुरको नाम के हो? हाम्रो दानबहादुर कुँवर। दानबहादुर कुँवर। कति भयो यो घरमा बस्ने? यहाँ आपा बुटो थियो नि कति न त्यत्रै ठुलो। ए उहाँ ढल्यो रहेछ। यहाँ तपाईहरु मात्र हुनुहुन्छ, अरु कोही होइन? अब त्यहाँ छोडे ती पाल्टेर छोडे। अब हजुर यो ढुङ्ग्रेलीको घर भन्थे नि? ढुङ्ग्रेलीको हो। यो चाहिँ यो आपाहरुको मुन्तिर अनि पल्लाहरी घर थियो त्यहाँ। सबै छोडे नि, उनीले छोडे। तल कोइन पानीसम्म पुगेर आएँ म। त्यही त गएको देखेको नि। त्यहाँ कोही रहन्छन् हेर्नु। म अहिले 20 वर्ष आएँ। हो त्यहाँ बिर्सियो। बिर्सियो? यस्तो मकै रहेछ बारीभरि, हाम्रोतिर मकै छैन। मेरो लम्ची हो सन्धि खर्क। डिया कति पाल्न ह? हो र? ए गोरु वहाँ चरिरहन् ती। हाम्रोतिर गोरु देख्न छैन। होइन ठिकै छ। स्याहार नि सम्झना आउँछ। गोरु चराउन ह यहाँ बुवाले। यी ठ्याक्क गोरु एउटा वहाँ छ, एउटा यहाँ छन् बाख्रा।